नमस्कार प्रिय साथीहरू, तपाईहरूलाई हार्दिक स्वागत छ बुक समरी नेपालीमा, जहाँ हामी पुस्तकमाथि मात्र होइन, जीवनका गहिरा अनुभवहरूमाथि पनि यात्रा गर्छौँ, जहाँ प्रत्येक कथा तपाईको सोच परिवर्तन गर्न सक्छ र हरेक शब्द तपाईको आत्मा छुने शक्ति राख्छ। आज हामीले ल्याएका छौँ एक यस्तो कथा जसले तपाईलाई पैसाको अर्थ मात्र होइन, जीवनको वास्तविक मूल्य बुझ्न बाध्य पार्नेछ। पुस्तक हो मनी अ सुसाइड नोट बाई मार्टिन एम्स। नाम सुन्दा नै लाग्छ यो साधारण पुस्तक होइन। यो कथा हो एक मानिसको जसले पैसा कमायो तर आफैलाई हरायो। यो कथा हो विलासिता, चाहना र आत्मविनाशको जालमा फसेको जीवनको। यो पुस्तक तपाईलाई हँसाउँछ पनि, सोच्न बाध्य पार्छ पनि, कहिले हाँसो, कहिले पीडा, कहिले आफैमा भेटिने प्रतिबिम्ब र अन्त्यमा एउटा गहिरो प्रश्न छोड्छ, के पैसाले साँच्चै खुसी किन्न सकिन्छ? कथाको सुरुवात लोभ र जीवन बीचको खेलबाट हुन्छ। कथा सुरु हुन्छ जोन सेल्फ नामका पात्रबाट। उहाँ एक विज्ञापन निर्देशक हुन्छन्। अमेरिकामा बसोबास गर्छन्। पैसा, शक्ति, मोज मस्ती सबै छ जस्तो देखिन्छ, तर मनभित्र खालीपन, असन्तोष र निरन्तर चाहनाको आगो। जोनको जीवन पैसा वरिपरि घुम्छ। उनी विज्ञापन मार्फत पैसा कमाउँछन्, फिल्म बनाउन पैसा खर्च गर्छन् र बाँकी पैसा रक्सी तथा विलासी जीवनमा बर्बाद गर्छन्। तर जिताइको सट्टा उनको जीवन बिस्तारै डुब्दै जान्छ, किनभने पैसा हरेक खुसीको उत्तर होइन, बरु कहिलेकाहीँ यो दुःखको जड बन्न सक्छ। मार्टिन एम्सले यो पुस्तकमा देखाएका छन् कसरी पैसा हामीलाई कन्ट्रोल गर्छ, कसरी हामी सोच्दछौँ कि धेरै पैसा भए म खुसी हुनेछु, तर वास्तविकता फरक हुन्छ। जोन सेल्फ सधैँ आफ्नो अल्गो गाडी, ब्रान्डेड कपडा, महँगो होटल र पार्टीको संसारमा रमाइरहन्छन्, तर जति धेरै खर्च गर्छन् त्यति धेरै खाली महसुस गर्छन्। उनको जीवन मानव एउटा सुनको पिंजरा जस्तो, चम्किलो तर भित्र अँध्यारो। पुस्तकको नाम नै छ मनी अ सुसाइड नोट र यसमा लेखकले देखाएका छन् कि कसरी पैसा प्रेम, परिवार र आत्मसम्मान सबैलाई नष्ट गर्न सक्छ। जोनले आफ्नो जीवनलाई नियन्त्रण गर्न खोज्छन्, तर वास्तवमा पैसाले नै उनलाई नियन्त्रण गरिरहेको हुन्छ। उनको सम्बन्ध टुट्छ, आत्मविश्वास हराउँछ र अन्त्यमा उनले बुझ्छन् पैसाले खुसी किन्दैन, आत्मसम्मान र शक्ति त केवल भित्रैबाट आउँछ। लेखकले यो कथा केवल पैसाको होइन, मानव मनोविज्ञानको चित्रणको रूपमा लेखेका हुन्। हामी सबैमा जोन सेल्फको केही अंश हुन्छ, त्यो चाहना, त्यो लोभ, त्यो अझ बढी पाउने आकांक्षा। लेखकले देखाउँछन् कि जब हामी पैसा र त्यसको उपभोगमा अन्धा हुन्छौँ, हामी आफैलाई हराउँछौँ र मनीको असली सन्देश हो पैसाले होइन, अर्थपूर्ण जीवनले मात्र आत्मसन्तुष्टि दिन्छ। यस पुस्तकले दिने मुख्य सन्देशहरू यस प्रकार छन्। पहिलो, पैसाले हरेक कुरा किन्न सक्दैन। प्रेम, सम्मान र आत्मिक शान्ति पैसाको व्यापार होइन। दोस्रो, सफलता र सुख बीच फरक छ। बाहिरी चमकले भित्रको खालीपना ढाक्दैन। तेस्रो, साँचो स्वतन्त्रता तब मात्रै आउँछ जब हामी पैसा होइन, मूल्यहरूलाई प्राथमिकता दिन सिक्छौँ। चौथो, जीवनको अर्थभित्र खोज्नुहोस्। बाहिरका चिजहरू केवल अस्थायी सुख हुन्। जोन सेल्फको यो कथा केवल उनको होइन, हाम्रो पनि हो। जब हामी जीवनको साँचो उद्देश्य बिर्सन्छौँ र दौडमा हराउँछौँ। लेखकले हामीलाई चेतावनी दिन्छन्, यदि पैसा तपाईँको मालिक बन्यो भने तपाईँ आफ्नो जीवनको लेखक कहिले बन्न सक्नुहुन्न। आजको लागि यति नै। यदि यो कथा रमाइलो लाग्यो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो विचार लेख्नुहोस्, शेयर गरेर अरूलाई पनि यो सन्देश पुर्याउनुहोस् र सब्स्क्राइब गर्नुहोस् बुक समरी नेपाली च्यानललाई, जहाँ हामी ल्याउँछौँ विश्वका उत्कृष्ट पुस्तकहरूको सार नेपाली भाषामा। तपाईहरूको आत्मविकासका लागि धन्यवाद।